हेलो साथीहरु नमस्ते सबैजनालाई मेरो च्यानलमा स्वागत छ गुरुङस ब्लगमा र अहिले चाहिँ हामी आएको छौं कर्स्याङको हनुमान टकमा हैन तपाई देख्न सक्नुहुन्छ पछाडी र आज चाहिँ यही दिनको म भिडियो स्टार्ट गर्दैछु है र तपाईलाई कस्तो लाग्छ के लाग्छ है कमेन्टमा भनिदिनुस् होला र यहाँ आउँदा फेरि यसो तपाईहरुलाई पनि दर्शन दिउँ भनेर र हेर्नुस् अगाडिको भिडियोमा है के कस्तो छ भनेर देखाउन आटेको छु है र म को आएको छ भन्दाखेरि चाहिँ बादमा हेर्नुस् हैन म र को आएको छ तपाईहरुले स्माइल देखेर मेरो हैन चाल पाइसक्नु भयो होला है र म आज निकै दिनको बादमा भिडियो बनाउँदै छु हैन के हो कसो भन्दा चाहिँ मैले के सस्पेन्स थियो भन्दाखेरि चाहिँ हैन तपाईहरुलाई देखाउनु भन्नु आटेको थिए हैन के हो भन्दाखेरि एउटा चाहिँ म अगाडि भन्छु हैन अझै एउटा भिडियो चाहिँ म तपाईलाई बादमा भन्ने छु है त्यो चाहिँ एउटा सस्पेन्समै छ एउटा चाहिँ म तपाईलाई आज खोल्दिन्छु है यो भिडियो चाहिँ म कहिले हाल्छु मतलब एडिटिङ गरेर अलिकति बिस्तारो हाल्ने वाला छु हैन र साथीहरु त्यही हो र आज म तपाईलाई देखाउँछु यहाँको वेदर के छ कसो छ कर्स्याङको हैन आज हामी घुम्न आएको छ नि त र लेट्स स्टार्ट लामै पर्दो रहेछ नि त र साथीहरु यहाँको वेदर त्यस्तो भइरहेछ हैन यो चाहिँ सबै नै चियापत्तीको गाछ हो अहिले चाहिँ यहाँ सबै काटेर चाहिँ अब यो नयाँ अब मुना पलाउँछ हैन यहाँ तपाईले देख्न सक्नुहुन्छ यो सबै अब नयाँ नयाँ पलाउँछ होला सायद यस्तो दामी हैन यहाँ चाहिँ म सेकेन्ड चोटी आइसकेको छु पहिला पनि आएको थिए र तपाईले देख्न सक्नुहुन्छ हो अहिले चाहिँ यहाँनिर अलिकति फगी लागेको जस्तो भइरहेछ हैन डल्लै अहिले सबै उयो भइराख्छ नि त के भन्छ छोपिरहेको छ हैन त्यहाँ चाहिँ कर्स्याङको त्यो टावर हो अन्त त्यसको माथिपट्टि चाहिँ उयो पनि छ नि त त्यहाँ त्यो इगल क्र्याकहरु छ कस्तो राम्रो छ जग्गाहरु घुम्ने अनि यहाँ तपाईलाई म फ्रन्टबाट पनि देखाउने वाला छु हैन यो चाहिँ हो हनुमान मन्दिर हैन यहाँ त प्राय जस्तो टुरिस्टहरु आउनुहुन्छ है र यहाँबाट चाहिँ म अगाडि अझै गए तपाईलाई देखाउने वाला छु है र तपाईहरुलाई पनि कस्तो लाग्छ यो जग्गाको जग्गाहरु हैन भ्यूहरु कमेन्ट गरिदिनुस् होला अन्तखेरि चाहिँ हैन तपाईहरुलाई पनि आउनु मन छ भने है आउनुहोस् र तपाईलाई म अगाडि गएर पनि देखाउने वाला छु है र त्यो एउटा भिडियो बनाउनु मन थियो मलाई पनि र आज मैले टाइम पाएँ र बनाउँदैछु सबैजनाले भिडियो बनाउनु हुँदैछ हो म त यता जाँदैछु मैले बाटै देखेन साथीहरु एक भन्दा चाहिँ हनुमानको स्ट्याचु चाहिँ यति अग्लो छ कि आम्मामा फोटो खिच्नु नै गाह्रो फ्रन्टबाट स्ट्याचु त्यस्तो देख्छ हनुमानजीको हो अन्त यहाँनिर पूजा गर्नु पनि सक्नुहुन्छ तपाईहरु यहाँनिर टुरिस्टहरु आइरहनु भएको छ हो तपाईहरु एकपल्ट भिजिट गर्नुस् हो अन्त यहाँबाट अगाडि यस्तो देख्छ हो अन्त हामी चाहिँ तलबाट आएको जाँदै त उकालोबाट जान्छ होला सायद हैन अन्त यहाँनिर चाहिँ आई लभ कर्स्याङ लेखेको छ हो यहाँ धुप्पीको उयो रुखहरु पनि छ तपाईहरुलाई म यहाँबाट देखाउँछु यस्तो राम्रो मैले क्या उयो भिडियो त गर्नु पाएन होला साथीहरु हैन र यति नै मैले गर्न सकेको छु है र इन्जोय गरिदिनुस् मेरो भिडियोलाई हैन र म चाहिँ आएको छु मेरो हस्बेन्डसँग हो उ चाहिँ यहाँ हुनुहुन्छ है अहिले चाहिँ हामी उकालोबाट जाँदैछौँ हैन उकालोको भ्यू चाहिँ यस्तो रहेछ
भयो 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 र साथीहरू हामी चाहिँ यहाँबाट निस्केको हो अहिले चाहिँ हामी हनुमान टक आइसकेको छ यो चाहिँ छ कर्सेङको अलिक माथि हो यहाँनिर लेखिरहेको छ कर्सेङ भनेर होइन तपाईँलाई देखाउँदैछु यहाँ आई लभ कर्सेङ छ यहाँ त एकदम राम्रो प्लेसहरू छ यहाँ टुरिस्टहरू आउनुहुन्छ अनि यहाँनिर छ चियापत्ती यो त सबै चियापत्तीको गाछहरू अहिले सबै काटेको छ नि त यहाँ छ मेरो बुढा र साथीहरू हामी चाहिँ अघि यो पल्लो गाउँ त्यहाँ गएको थिएँ होइन अघि हनुमान मन्दिर टक हनुमान टक र अहिले चाहिँ हामी यहाँनिर आइपुग्यो इगल क्र्याक र यहाँ चाहिँ हुनुहुन्छ मेरो हस्बेन्ड र साथीहरू तपाईँहरूलाई यहाँको नजारा देखाउँछु है र साथीहरू तपाईँहरू पनि टाइम मिल्यो भने एकपल्ट आउनुहोस् होइन यहाँनिर यहाँ चाहिँ टिकट काउन्टर छ यहाँको टिकट काट्नुपर्ने हुन्छ यहाँ चाहिँ छ डाइनोसर यहाँ पनि डाइनोसर अब यहाँ अगाडि जाँदैछौँ होइन त्यस्तो छ साथीहरू किन यहाँ चाहिँ आलु मिमी थुक्पाहरू पनि पाउँदो रहेछ र साथीहरू तपाईँहरूलाई मैले एउटा कुरा चाहिँ लुकाएर राखेको थिएँ सस्पेन्स भन्दैछु अस्तिदेखि होइन रिभिल गर्दैछु उहाँ चाहिँ हुनुहुन्छ मेरो हस्बेन्ड हाई गरिदिनु अब त्यही हेलो र आज चाहिँ हामी फर्स्ट टाइम बिहा गरेदेखि चाहिँ बाहिर घुम्न आएको नि त साथीहरू होइन उहाँ चाहिँ आउनु भएको छ अहिले सधैँभरिको लागि होइन र त्यही हो कता छ के छ भनेर नसोध्नुहोस् होला होइन त्यो म बादमा भिडियो बनाउने छु अझै एउटा सस्पेन्स भएको कुरा छ त्यो चाहिँ म बादमा डल्लै भिडियो बनाउनेलाई छु होइन र आज चाहिँ हामी बुढाबुढी त्यही कहाँ घुम्यो के गर्यो भनेर चाहिँ मैले भिडियो बनाइरहेको छु होइन तपाईँले हेरिदिनुहोस् होला होइन कस्तो लाग्छ के लाग्छ तपाईँहरू पनि एकपल्ट होइन घुम्न आउनुहोस् कस्तो लाग्यो होइन र साथीहरू यहीँदेखि म एन्ड गर्छु आजको भिडियो त्यही र हेरिदिनुहोस् होला होइन लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु एकदम नभुलिदिनुहोस् होला हो अन्तखेरि चाहिँ यति नै हो अन्त अरू के भनिदिनु छ मेरो भिडियोमा अहिले केही छैन बादमा भन्छु न र साथीहरू यति नै छ आजको भिडियो है आज चाहिँ हामी इगल क्र्याक आएको छौँ होइन यहाँको तपाईँहरूलाई पनि भिडियोहरू मैले गरेको छु सानो क्लिप बनाएको छु हेरिदिनुहोस् होला हो र यति नै भन्दै आजको लागि यति नै हो साथीहरू बाई बाई नेक्स्ट भिडियोमा म तपाईँहरूसँग भेट्ने होला छु होइन